हामीले बिमा हाम्रो स्थानीय तहबाट लगभग शुभकालिकामा 40 लाखको बिमा गरिएको हो। लगभग 1300 घर परिवारको बिमा भयो, त्यो पनि दलित विपन्न अनि त्यसपछि नागरिकहरूबाट सुरुवात गरेका थियौँ। तर आखिरी तिनीहरूले नै बिमा वार्षिक रिन्यू गर्नुपर्छ। रिन्यू नगर्दा उनीहरूले अहिले स्वास्थ्यबाट त्यो नेपाल सरकारलाई जाने पैसा गइसकेको छ, तर सेवाबाट वञ्चित छन्। हामीलाई चाहिने जुन नागरिक प्रतिको विधिगत हिसाबले सैद्धान्तिक विकास सँगसँगै आर्थिक विकासको पाटो हो। यो पाटोमा सङ्घीय सरकारले पनि सपोर्ट गर्नुपर्छ। प्रदेश सरकारले प्रदेश सरकारले गरेका काम पनि उजेल छ, तर नीतिगत हिसाबले हामीले स्थानीय तहमा लिँदाखेरि यसको प्रभाव हुन्छ कि हुँदैन। तर एकरूपता लिनको निम्ति नीतिको आवश्यकता पर्छ। त्यो नीति निर्माण गर्ने भनेको सङ्घीय सरकारले हो, त्यो सङ्घीय सरकारको नीति फलो गर्ने भनेको प्रदेश सरकारले हो। त्यो प्रदेश सरकारको कार्यविधि बनाएर कार्यान्वयन गर्ने भनेको त स्थानीय सरकार हो। त्यसकारण स्थानीय सरकार आफैमा स्वायत्त हुँदै पनि केही प्राविधिक अप्ठ्याराहरू देखा परेका छन्। त्यसकारण नागरिकहरूलाई स्वस्फूर्त रूपले जागरुक हुन आजको आवश्यकता छ।